हामीसँग हुनुहुन्छ प्राध्यापक, कूटनीतिज्ञ, साहित्यकार, समालोचक प्राध्यापक डाक्टर जयराज आचार्य। अब अहिले त पृथ्वीनारायण शाहपछि एउटा बडो महत्त्वपूर्ण पो छ। अहिलेको शाह प्रधानमन्त्रीले हाम्रो राष्ट्रिय एकीकरणको दार्शनिक, राजनीतिक, सांस्कृतिक, भाषिक चाहिने सम्पूर्ण दृष्टिले मुलुकलाई एकीकरण गरिदिएको छ। नयाँ युगको सुरुवात हो यो र एकदमै तराई पहाड मधेस सम्पूर्णले स्वागत गर्नुपर्ने कुरा। त्यसरी 20 वर्षको उमेरमा राजा भएर पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणको अभियान सुरु गरे। यो 35-36 वर्षको उमेरमा प्रधानमन्त्री भएको चाहिँ पालन शाहले नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक सम्पूर्ण एकीकरण एकै झट्कामा। अब कम्प्लेन गर्ने ठाउँै छैन। यो त ऐतिहासिक चाहिँ नि प्रारम्भ बिन्दु हो, नयाँ प्रारम्भ बिन्दु हो, फड्को के अरे टर्निङ पोइन्ट भन्छ नि, इतिहासका ठुल्ठुला टर्निङ पोइन्ट मध्ये यो एउटा अत्यन्त महत्त्वपूर्ण हो। त्यस कारणले म उत्साहित भएर धेरै पछि तपाईँसँग यो कुरा गर्न मानेर आएको। यो कुरा फेरि राजनीतिज्ञले तथाकथित रूपमा हिजोको वर्चस्वशालीले चाहिँ किन स्वीकार्न सकेको छैन अथवा मानेको छैन? बिचरा भन्छु, के को वर्चस्वशाली हो? अस्ति एउटा चाहिँ नि बैठकको चाहिँ नि फोटाहरू मलाई पठाउनु भयो। माया लाग्दो छ, टिस लाग्दो छ, अनुहार गलेको छ, अँध्यारो छ, सबको अनुहार यस्तो भएको छ। त्यो बुद्धि नभएर, नपुगेर, छाती नभएर, यसलाई स्वागत गर्ने चाहिँ नि छाती नभएर, यो त भगवान पशुपतिनाथले नेपाललाई छप्पड फारेर दिएको वरदान हो। यसैबाट हुन्छ तिम्रो मुलुकको राष्ट्रियताको संरक्षण भनेर। जसरी चाहिँ नि गोरखनाथको वरदान पाएर पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण गर्नुभयो, मलाई लाग्छ पशुपतिनाथ। फेरि मलाई खुसी के लाग्यो भने उहाँहरू चुनाव जितेपछि सबै समूहमा पशुपतिनाथको दर्शन गर्न पनि जानुभएको कता भिडियो छुस्स मैले देखाएको थिएँ। यो त वरदान हो, मुलुकको लागि वरदान हो। त्यो बुझ्न नसक्नु चाहिँ नि। अब एउटै कुरा के भनेदेखि यो अहिलेको चाहिँ जुन राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने आएको छ सरकार, त्यो एउटा राष्ट्रिय भेल, एउटा बाढीको रूपमा आएको छ। यसले अब आफ्नो भिजन, आफ्नो सङ्गठन, आफ्नो संरचना जनस्तरसम्म लैजानुपर्छ। जुन कम्प्लिट भएपछि चाहिँ यो ढुङ्गो, पृथ्वीनारायण शाहले राज्यको नाम लिँदाखेरिमा ढुङ्गो भन्नुहुन्छ नि, ढुङ्गो बचाउने, यो ढुङ्गो बन्छ, पत्थर बन्छ, तरुल पत्थर बन्छ। त्यो बन्ने प्रक्रियामा छ। एक भएर अगाडि चलाऊ, इतिहासले सल्युट गर्नेछ।